देशमा चर्चा मन्त्री या प्रधानमन्त्री पदको बारेमा भइरहेको छ। यसै विषयमा मलाई मन्त्री शब्दको चिन्ता लागेर आयो। मन्त्री भनेको के हो, यसको स्रोतमा जाउँ। मन्त्री शब्द मन्त्रसँग जोडिएको छ। जोसँग मन्त्र छ त्यो मन्त्री हो। मन्त्र भनेको के हो? मन्त्र शब्द संस्कृतको मत्री धातुबाट बन्छ, जसको अर्थ हुन्छ गुप्त भाषणे, जुन गोप्य रूपमा भनिन्छ, अरूलाई नसुनाइकन भनिन्छ, त्यो मन्त्र हो। राजाले केही गोप्य सल्लाह लिनका लागि जसलाई नियुक्त गर्थे तिनीहरूलाई मन्त्री भनिन्थ्यो र उनीहरूले मन्त्र दिन्थे। मन्त्र भनेको गोप्य कुरा, जुन कुरा सुझावका रूपमा राजाले पाउँथे। र अर्को दृष्टिले हेर्ने हो भने मन्त्र शब्दको अर्थ अत्यन्तै मननीय वस्तु भन्ने पनि हुन्छ। त्यसैले त्यस्तो मननीय विचार जसले शासकलाई दिन्छ त्यो मन्त्री हो। र ती मन्त्रीहरूमध्ये जो प्रधान हो उसलाई प्रधानमन्त्री भनिन्छ। र अहिलेको दृष्टिकोणले हेर्ने हो भने राष्ट्रको प्रमुख राष्ट्रपतिलाई निर्णय गर्नका लागि सुझावका रूपमा अथवा प्रस्तावका रूपमा मन्त्र दिएर मन्त्री या प्रधानमन्त्री बन्ने प्रसङ्ग यहाँ छ। तपाईलाई धन्यवाद। नमस्कार।